महागते आध्यात्मिक प्रतिष्ठान की साधारण सभा एवं तेसरो अधिवेशन संपन्न। आध्यात्मिक उत्थान पर हुई विस्तृत चर्चा। महागते प्रतिष्ठान का तीसरो अधिवेशन संपन्न। समाज सेवा और आध्यात्मिक जागरण पर जोर। साधारण सभा में विभिन्न प्रस्तावों पर हुई चर्चा। बड़ी संख्या में श्रद्धालु एवं सदस्य हुए शामिल। नमस्कार, आप देख रहे हैं सागर न्यूज। हमें राम सागर मिश्रा। खबरों के लिए आपको ले चलते हैं भैरहवा, नेपाल, जहां ओम महागते आध्यात्मिक प्रतिष्ठान सिद्धार्थ नगर पालिका 8 भैरहवा द्वारा आयोजित साधारण सभा तथा तीसरो अधिवेशन कार्यक्रम का आयोजन गरिमामय वातावरण में संपन्न हुआ। कार्यक्रम में प्रतिष्ठान के पदाधिकारियों, सदस्यों एवं आमंत्रित अतिथियों ने सहभागिता कर संस्था की गतिविधियों, भविष्य की योजनाओं तथा आध्यात्मिक एवं सामाजिक कार्यों पर विचार विमर्श किया। अधिवेशन के दौरान वक्ताओं ने आध्यात्मिक मूल्यों के संरक्षण, समाज में नैतिक शिक्षा के प्रसार तथा मानव सेवा को सर्वोच्च धर्म बताते हुए संगठन की भूमिका पर प्रकाश डाला। कार्यक्रम में संस्था की प्रगति रिपोर्ट प्रस्तुत की गई तथा आगामी कार्य योजना पर भी चर्चा हुई। सभा को संबोधित करते हुए विभिन्न वक्ताओं ने कहा कि आध्यात्मिक चेतना के माध्यम से समाज में सकारात्मक परिवर्तन लाया जा सकता है। उन्होंने युवाओं की संस्कृति, नैतिकता और सेवा भाव से जोड़ने की आवश्यकता पर बल दिया। कार्यक्रम में उपस्थित सदस्यों ने संस्था के उद्देश्यों को आगे बढ़ाने और जनहित के कार्यों में सक्रिय सहभागिता का संकल्प लिया। अंत में सभी अतिथियों एवं प्रतिभागियों का आभार व्यक्त किया गया। आइए आपको ले चलते हैं भैरहवा, नेपाल, जहां जानते हैं संस्था के बारे में लोगों का क्या कहना है। अतिथि का आसन ग्रहण गरिदिनु हुन संस्थाका सदस्य चन्द्रबहादुर खनालजीले म हार्दिक अनुरोध गर्छु। श्री गुरुवे नमः। तस्मै श्री गुरुवे नमः। ओम सम्पूर्णमा ओमको अभिवादन र आजका यो यस सभाका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू र सम्पूर्ण संस्थाका पदाधिकारीहरू र सज्जन उपस्थित महिला तथा दाजुभाइ दिदीबहिनीहरूमा मेरो दीर्घकालीन अभिवादन। आज यो पवित्र यज्ञमा उपस्थित हुन पाउँदा मैले आफूलाई गौरवान्वित ठानेकी छु। मलाई हिजो साँझ मात्र हाम्रो पार्वती बहिनीले राधा दिदी आउनुहोला, कार्यक्रममा सहभागी भइदिनु होला भन्नुभएको थियो। यति माया गरेर बोलाइसकेपछि म नआउने त कुरै भएन। धार्मिक सङ्घ संस्थामा हामी सबै ठाउँमा जोडिँदै सामाजिक क्षेत्र, धार्मिक क्षेत्रमा जोडिन पाउँदा खुसीको हुँदैन र सबै खुसी हुन सकिन्छ। यस पवित्र कार्य त्यो मैले फेरि मेरो शब्दहरू सुरु गर्छु। धन्यवाद उद्घोषक जी। आज को यो गरिमामय सभा का अध्यक्ष श्री जोगेंद्र अग्रहरि जी, प्रमुख अतिथि श्री खगेंद्र सुवेदी जी, विशिष्ट अतिथि जी श्री विष्णु घेवाली जी, विशिष्ट अतिथि श्री खिला अधिकारी जी र मंचमा बसेका हाम्रो निवर्तमान अध्यक्ष श्री डाक्टर संजय कर्ण जी र हाम्रा संस्थाका सल्लाहकार श्री शेखर पंथ जी र हाम्रा सम्पूर्ण कार्यकारिणी सदस्य पदाधिकारीहरूलाई अनि उपस्थित सम्पूर्ण हाम्रो अतिथिवर्ग र हाम्रो सहयोगीहरूलाई म एकमुष्ट ओम नमः शिवायको सम्बोधन गर्ने चाहन्छु। अनि यो संस्था ओम महागते आध्यात्मिक प्रतिष्ठान का जन्म को इतिहास बड़ा रोचक छ। अलिकता 1-2 मिनट में शॉर्टकट में बताउने खोजिरहेको छु। मेरो भेट
हाम्रा श्री महामुनि महागत श्रेताजी महाराजसँग एउटा बुटबलमा कार्यक्रममा भेट भएको थियो। उहाँको प्रभाव मलाई यति राम्रो पर्यो और उहाँले पटक पटक मलाई निम्ताएर भैरवामा बस्नुहुन्थ्यो। उहाँ अहिले पनि हुनुहुन्छ भैरवामा। अनि उहाँ मलाई बुलाए, हामी पटक पटक भेटघाट गरे अनि हाम्रो घनिष्ठता बढ्दै गयो। उहाँले फेरि हाम्रो उहाँको एउटा संस्था थियो श्री दक्षिणेश्वर धाम भनेर, उहाँका अध्यक्ष हाम्रो दुर्गा बहादुर छेत्रीजी, त्यो समयमा तत्कालीन अध्यक्ष दुर्गा बहादुर छेत्रीजीसित पनि महामुनिजीले परिचय गराउनु भयो। त्यस्तै हाम्रो अरुण लामिछानेजी गर्ने भनेर सल्लाह भयो र हाम्रो महामुनिजीले प्रेरित गर्नुभयो। अब त्यो गर्ने भने त्यो एउटा पब्लिक प्रोग्राम गर्ने भन्ने इच्छा थियो। मैले दाइ विष्णुजीसित पनि सम्पर्क गरेँ, उहाँले यो कोरोना कालमा मिल्दैन यो अनुमति। अभिवादन। मनलाई यति स्वच्छ र पवित्र बनाउनुहोस् कि सबै तपाईँ जस्तै हुन खोज्छौँ। र आज हामी यस पवित्र प्रतिष्ठान ओम महागते आध्यात्मिक प्रतिष्ठानमा भेला भएका छौँ। आध्यात्म पूजा पाठ र कर्मकाण्ड मात्र होइन, हामीले हाम्रो मनको भित्र जो शान्ति खोजिरहेका हुन्छौँ त्यो भन्दा कहीँ अगाडि हो। किनकि भौतिक सुखहरू त हामीले पाइरहेका छौँ, त्यो भौतिक सुखहरूबाट हटेर पनि केही हाम्रो जीवनमा हामीलाई चाहिने विशेष वस्तुहरू हुन्छन्, विचारहरू हुन्छन्, त्यो आध्यात्मबाट पुरा हुन्छ। र आजका यस प्रतिष्ठानमा पाल्नुभएका र यस प्रतिष्ठानका अध्यक्षज्यू, सम्माननीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन द डेस्क र अफ द डेस्कमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो सत प्रणाम। आजको यो जीवनशैली उति नै आवश्यक छ जति हामी बाँच्नको लागि श्वासको जरुरी छ। यो कुरा चाहिँ जस्तो हामी पूजा पाठ गरेर अगाडि बढिरहेका हुन्छौँ त्यो बेलामा त्यति हामीले बुझेका हुन्नौँ। किनकि कृष्ण भगवानले गीतामा भनिरहनु भएको छ दुईटा चिज हुन्छ अरे, सबैभन्दा हाम्रो प्यारो मित्र पनि मन हो र हाम्रो सबैभन्दा ठुलो शत्रु पनि मन हो। जसले मनलाई जित्न सक्यो त्यो चाहिँ साँच्चीमै उसलाई यो भौतिक संसारमा बाँच्न र लड्न बुझ्नको लागि हाम्रो जीवनशैलीलाई धारण गर्नको लागि यो सरल र सहज बनाउने प्रक्रिया हो। र यस प्रक्रियाबाट हामी अगाडि बढेर यो मनलाई, विचारलाई सकारात्मक भावले प्रेरित गराएर हाम्रो जीवनलाई धन्य बनाउनको लागि हामी यो आध्यात्मिक प्रतिष्ठानमा जोडिएका छौँ। र यो प्रतिष्ठानले हामीलाई केही सेवाहरू समाजमा हामीलाई यसको इच्छा र लालसाबाट अलि